गुड मर्निङ गाइज, वेलकम टु पेट ब्लग। यो चाहिँ अर्को पोथी ओथार बसिरहेको छु नि, त्यही हो। त्यो पनि अर्को त्यो फिनिक्स अस्ति ओथार बसेको सँगै बसिरहेछ। 14वटा अन्डामा कतिवटा बच्चा निकाल्छ होला, केस गर्नु है त। यो चाहिँ कोइलर भाले अस्ति ल्याएको थिएँ। अनि अलि डुलाएर गएकोले चाहिँ खोरमा हालिदिएको, अरूले टोकाटोकै गर्छ, त्यही भएर अहिले खोरमा हालिदिएको छु। यिनीहरू अथार बसेकोहरूलाई चाहिँ पहिला निकालेर खुवाउनलाई, दानासाना खुवाउनलाई चाहिँ अनि यो बिचे भाले भइहाल्यो। अरू चाहिँ भित्र छ, यहाँबाट देख्छ होला, नदेख्ने रहेछ। लोकल पोथी काटे खुइले बच्चा चाहिँ निस्काएन। उसलाई चाहिँ खान पुगे जस्तै छ, अब भित्र हालिदिन्छु, पठाइदिन्छु। खोल्ने बित्तिकै आफै जान्छ। ढोका खोलिदिएँ, अब जान्छ, गएर ओथार बस्छ। बच्चा निस्कियोस् है, कतिवटा बच्चा निस्किन्छ होला कमेन्ट गर्नु होला, लाइक सेयर पनि गर्नु, सब्सक्राइब गर्नु। यो भाले चाहिँ कोही किन्ने छ भने सेलमा है, सेलमा पनि छ, कहिलेकाहीँ सेलमा पनि हाल्छु म। कालीको चल्ला चाहिँ ठुलै भएछ, कति छ, एउटा हराइहाल्यो, बाहिर छोडेको हराइहाल्यो। एउटा बाँकी छ, यो त्यसले 14वटा छोप्नु खोज्छ। यस्तो छ अवस्था। बाउ छोरा जुट्नलाई खोजिरहेछ। कुन चाहिँ राम्रो लाग्यो त्यो नि कमेन्ट गर्नु। बाउ चाहिँ यो लुइचे छ नि खोरभित्रको, छोरा चाहिँ अर्को। त्यो पोथी चेन्ज गरेर चाहिँ त्यस्तो बच्चा निस्क्यो हो। पोथी चाहिँ हराइहाल्यो कि मर्या हो, पोथी मर्या। अनि यसको बहिनी थियो राम्रो खाले, सेम पोथी जस्तै निस्केको थियो, त्यो चाहिँ हराइहाल्यो। यो चाहिँ त्यही बेचेको बच्चा हो पोथी। उसको पोथी चाहिँ बेचेर पठाइछु कि कोही किन्ने इच्छुक छ भने कमेन्ट गर्दा हुन्छ, किन्नु पर्यो भनेर मेसेज गर्दा हुन्छ, मेल गर्दा हुन्छ। यो चाहिँ कोइलर क्रस ब्रिड गरौँ कि नै, कमेन्ट गर्नु त्यो पनि। एकदम डराउँछ।